उहाँ हुनुहुन्छ रामदेदार र उहाँ नेपाली व्यवसाय हुनुहुन्छ। 10 वर्षदेखि अमेरिकामा बस्दै आउनुभएको छ र एउटा कर्मठ र योद्धा पुरुषको रूपमा नेपालीहरूको समाजको बिचमा उहाँहरूलाई लिने गरिन्छ र उहाँले अहिले सेरोन भन्ने ठाउँमा रेस्टुरेन्ट सञ्चालन गरिरहनु भएछ। रेस्टुरेन्ट व्यवसायबाट उहाँले आजभन्दा अगाडि 2-3टा अरू पनि बिजनेस, ग्यास स्टेसन जसलाई यहाँ किराना पसलको रूपमा पनि लिइन्छ र अर्को पनि रेस्टुरेन्ट रक्सबेरीसमा चलिरहेको छ। नेपालीपन, नेपाली उद्देश्य, नेपाली तरिका र नेपाली सोच अनुसारका नेपाली सामग्री सहितको र नेपाली बुटको रूपमा गरिन्छ भनेदेखि हिमालय बिस्ट्रोलाई लिन सकिन्छ र उहाँका यसका सञ्चालक हुनुहुन्छ रामदेदार र उहाँसँग अहिले नेपाल अमेरिका वेलफेयर एसोसिएसनको लागि म शेषराज कतिवटा उहाँसँग कुरा गरिरहेको छु र यहाँहरूलाई रामदेदारको बारेमा जानकारी गराउने जमर्को गरिएको छ। यसलाई यहाँहरूले कस्तो हिसाबले लिनुहुन्छ यसको कमेन्टहरू navaus.org मा पठाइदिनु हुनका लागि हार्दिक अनुरोध गरिन्छ। रामदेदारजी नमस्कार। र यहाँले अमेरिका आउनु भएको उद्देश्य र अहिले गरिरहनु भएको बिजनेसको बारेमा मिल्दोजुल्दो छ कि सोचे जस्तो छ कि अलिक फरक ढङ्गले गरिरहेको छ? एकदम फरक। अब कुरो के भएको छ भनेदेखि अमेरिका पहिला आउनुको उद्देश्य अर्कै थियो। यहाँ आउने 2-4 वर्ष काम गर्ने, देश फर्किने भन्ने खालको उद्देश्य थियो। त्यसलाई के परिवर्तन गरे त? त्यसलाई हजुरको अब यहाँ गर्दै जाँदाखेरि यहाँ देखिएका कुराहरू, यहाँका मान्छेहरूले गर्ने कुराहरूले परिवर्तन गर्यो र अर्को कुरो देशमा चाहिँ नि स्टेबल पोलिटिकल सिचुएसन नभएको हिसाबले पनि यो कुरालाई परिवर्तन। तपाईँले अमेरिकाबाट हेर्ने नजरले नेपाललाई हेर्दा कस्तो किसिमको देखिरहनु भएको छ? त्यसमा के भन्नुहुन्छ? यसको पनि कुरो पोलिटिकलमै आउँछ। जबसम्म देशमा एउटा स्थिर पोलिटिकल सिचुएसन हुँदैन तबसम्म त्यहाँ व्यवसाय गर्नको लागि अलि अप्ठ्यारो पर्छ। अमेरिकाबाट नेपालको तर्फमा तपाईँले हेर्दाखेरि कस्तो गर्नु पर्ला जस्तो लाग्छ तपाईँलाई? एउटा कुरो के भनेदेखि देशमा देशका पढे लेखेका नेता भनौँ अथवा कर्मचारीहरू भनौँ ले एक किसिमको यस्तो खालको फिलिङ आउनु पर्यो कि कुनै पनि पार्टीले पनि यस्तो खालको फिलिङ आउनु पर्यो कि स्ट्राइक गर्दाखेरि त्यो स्ट्राइक कसको गर्न त आफ्नै लागि गरेको हो, तर त्यो स्ट्राइक चाहिँ नि ले आफूलाई नै बिगारिरहेको छ भन्ने कुरो सोचिदिनु पर्यो। तपाईँ त्यसमा होला जस्तो लाग्छ कि लाग्दैन तपाईँलाई? भन्नाले अहिलेको जुन नेपालमा भइरहेको परिस्थिति अनुसार अथवा राजनीतिक दलहरूले जुन किसिमको क्रियाकलापहरू सञ्चालन गरिरहेका छन् त्यसबाट तपाईँलाई केही हुन्छ जस्तो लाग्छ कि लाग्दैन? अब यो अलि अप्ठ्यारो खालको क्वेसन सोध्नु हो, तर कुरो के भयो भने कुरो के हो भने सबै मिलेर एउटा चाहिँ नि स्टेबल सिचुएसन क्रिएट गर्न सक्यो भने त्यो राम्रो हो, त्यो हुनसक्छ। होला जस्तो चाहिँ मलाई तपाईँकै व्यवसायको पक्षमा हौ, तपाईँको व्यवसायबाट तपाईँ कति सन्तुष्ट हुनुहुन्छ र प्रगति कस्तो छ यसको? म यहाँ अमेरिकाको व्यवसायबाट एकदम सन्तुष्ट छु, किनभने यहाँ यस्तो व्यवसाय तपाईँलाई सञ्चालन गर्न सक्छु जस्तो पहिले लागेको थिएन। परिस्थितिले सिर्जना गर्दै आउँदाखेरि तपाईँले परिस्थिति बस यसलाई बढाउँदै लगेको हो। एकदम अब नेपाल तपाईँ कहिले फर्किने सोचमा जानुभएको छ र एनआरएलको विषयमा तपाईँ के चाहनुहुन्छ? नेपाल सरकारले के गर्नुपर्छ? तपाईँ नेपाल म सायद 6-8 महिनाभित्र एकचोटि जान्छु होला र एनआरएलको विषयमा चाहिँ नि म के भन्छु भने नेपालले अलि लचिलो खालको पोलिसिजहरू डेभलप गरेर अहिले परिचय पत्र जुन 10 वर्षको लागि दिने भनेर जस्तै यहाँको ग्रिन कार्ड जस्तो खालको एक किसिमको नेपाल सरकारले क्याबिनेटमा पुर्याएको छ, क्याबिनेटबाट पास गरेर त्यो सदनमा पुर्याएको छ। सदन नचलेको कारणले त्यसलाई डिसिजन गर्न सकेको छैन। त्यही हुँदाखेरि हुन्छ कि तपाईँहरूलाई नागरिकतै चाहिन्छ भन्ने तपाईँहरूको सोच हो? मेरो सोच चाहिँ के हो भनेदेखि त्यो पनि एउटा राम्रै कुरो हो। 10 वर्षे
जुन परिचय पत्र त्यही भए पनि हुन्छ तपाईँ त्यो पनि राम्रो कुरो हो, त्यो सुरुवात हो, बिन्दु हो। तर डुअल सिटिजन भयो भनेदेखि एक त हामी त्यो देशको सिटिजनै हो, किनभने हामी त्यो देशको सिटिजनबाटै चाहिँ नि अमेरिका आएको हो। अर्को कुरो के भनेदेखि डुअल सिटिजन भयो भनेदेखि लगानी ग्यारेन्टी साथ गर्न सकिन्छ। अब नेपाल बुढेसकालमा चाहिँ नेपालै फर्केर बस्ने विचार छ तपाईँ? एब्सोल्युटली 60 वर्ष काटेपछि नेपालमा पूर्ण रूपमा नेपाल बस्ने। अहिले अमेरिकामा पैसा कमाउनलाई बस्नु भएको छ, यसको मतलब यही हो। नेपालप्रति तपाईँको माया ममता र सम्पूर्ण चिज यथावत छ। अझ बढी माया छ, अझ बढी माया छ। जुन विदेशमा बसेर आफ्नो मातृभूमिलाई हुनुपर्ने माया हो, त्यो सायद त्यहाँ बस्नेलाई, त्यहाँ मातृभूमि नछोड्नेलाई त्यसको मर्म थाहा हुँदैन होला। तर हामी विदेशमा बस्ने, मलाई चाहिँ यहाँ विदेशमा बस्दाखेरि अझ बढी, जब म नेपालमा थिएँ त्योभन्दा पनि बढी माया छ। धन्यवाद। तपाईँले navaus.org लाई जुन अन्तर्वार्ता दिएर नेपालीहरूमा, विदेशमा बस्ने नेपालीहरूको लागि र विदेशमा बसेका नेपालीहरूको सोच सार्वजनिक रूपमा नेपाली जनताहरू सामु, सरकार सामु र यससँग सरोकार राख्ने मान्छेहरूसँग राखिदिनु भएकोमा धन्यवाद। उहाँ हुनुहुन्थ्यो राम धिताल र हिमालयन बिस्ट्रोका प्रबन्ध सञ्चालक।